हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ नेपाली पप न्यूजमा। म पहिला जस्तो नेपाली पप सम्बन्धी खबरहरु लिएर आइसकेको छु। यदि तपाईहरु यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। र यति भन्दै आजको फर्स्ट अपडेट देखि सुरु गरिहालौं। जो रहेको छ स्लिम बोसको तर्फबाट। स्लिम बोसले चाहिँ वाइल्ड मार्टिनलाई पोक गर्दै एउटा स्ट्याटस लेखेका छन्, जहाँ चाहिँ उहाँले लेखेका छन् कि कहिले 20 वर्ष पुरानो कट्टा देखाउँछ, कहिले खेलाउनेवाला एके अनि डिस कुरिरारे ए राम, अझ गीतमा रियालिटी देखारे भनेर भन्नुभएको छ। र त्यसै गरी अर्को अपडेट पनि रहेको थियो स्लिम बोसको तर्फबाट। स्लिम बोसको तर्फबाट फेरि अर्को स्ट्याटस पनि आएको थियो, जहाँ चाहिँ स्लिम बोसले लेखेका थिए कि एफ रो पाइलट, एफ जेम्सी, एफ मार्टिन भनेर तिमीहरू चाहिँ मेरो इनिमी हो भनेर उहाँले स्ट्याटसमा राख्नु भएको थियो। यो बारे तपाईहरुलाई के लाग्छ कमेन्ट गर्न नभुल्नु होला। र त्यसै गरी अर्को अपडेट रहेको थियो रेक्सको तर्फबाट। रेक्सको तर्फबाट पनि एउटा स्ट्याटस आएको थियो, जो चाहिँ कविजीको लागि, जहाँ चाहिँ स्ट्याटसमा लेखिएको थियो कि ठाउँमा बस, रियल के पाससँग दुश्मनी भनेको रेक्ससँग दुश्मनी हो, बुझ एमजी तोर्पे भनेर स्ट्याटसमा राखेका थिए। र यो स्ट्याटस राखेको केही समयपछि डिस्ट्र्याक्ट पनि ड्रप भएको थियो, जो चाहिँ के पासको च्यानलबाट थुप्रै र्यापर्सहरु फिचर भएर यो डिस्ट्र्याक्ट चाहिँ ड्रप भएको थियो, जस्तै के पास, मेक, डब्ल्युएलएफ पुस, भ्योमा, रेक्स, डिएनएक्स र काले गरी थुप्रै र्यापर्सहरुले यो डिस्ट्र्याक्ट ड्रप गरेका थिए। यो सानो क्लिप तपाईहरु सुन्न सक्नुहुनेछ र यो चाहिँ के भएर भएको अहिले चाहिँ खुलासा भएको छैन। केही खुलासा भएपछि म तपाईहरुलाई जानकारी दिने नै छु। अहिलेलाई चाहिँ यो सानो क्लिप सुन्न सक्नुहुनेछ र यो बारे तपाईहरुलाई के लाग्छ कमेन्ट गर्न नभुल्नु होला। Fuck Kobiji match. K-Pass gang, let's go. Yeah, के गरे हरकत बेकारको त्यो चलपल कला छ ठाउँमा तर पानी बेउरा थर्ड क्लास सोचेर बोल्नु पर्यो है न त सरकार र्याप यसको थर्ड क्लास त अँध्यारोलाई चिर्ने म हो प्रकाश, दुई धारे तरबार फ्लो अनेक प्रकारको थर्काको होइन, हल्का बाईहरूलाई सम्झाएको हरकत गिरेको तेरो क्षमा ताक्छ सरकारको। र त्यसै गरी मिस्टर भान्जाको तर्फबाट ब्रान्ड न्यू सङ ड्रप भएको छ भिडियो भर्जनमा, जसको नाम रहेको छ बानी भो। बानी हो एक्लै बस्ने बानी हो, हुँदैन कोही आफ्नो आज बल्ल जानी हो, सुखमा मिल्न सबै आउँछ नि, दुःख पर्दाखेरि खासमा घरको भित्ता साथी हो, बानी हो एक्लै बस्ने बानी हो, हुँदैन। र त्यसै गरी अब अर्को अपडेट रहेको छ एजेक्सको तर्फबाट। एजेक्सको तर्फबाट पनि ब्रान्ड न्यू सङ ड्रप भएको छ, जसको नाम रहेको छ टाढा टाढा। म पनि फर्कन्न अब भन्दै त्यो सम्पर्क नगर, तिमीलाई फोन गर्दा किन रिसाउँछौ मुटुले सम्झन्छ जब, हुन्छ त लाग्छु म पनि गइहाले जान्छु नभनी, तिमीलाई छाडेर के भयो हाल मेरो हेर हाँस्नु छ भनी। र त्यसै गरी अर्को अपडेटतिर लागौँ, जो रहेको छ नवाज अन्सारीको तर्फबाट। नवाज अन्सारीको तर्फबाट पनि ब्रान्ड न्यू सङ ड्रप भएको छ, जसको नाम रहेको छ म यहाँ। जमानी छोपेर ती आँखाभित्र आँसुला आँखैभित्र सोसेर। र त्यसै गरी उर्गेनको तर्फबाट पनि के आउँदैछ जस्तो देखिन्छ, हेरौँ कहिलेसम्म ड्रप हुन्छ। यो सानो क्लिप चाहिँ तपाईहरु सुन्न सक्नुहुनेछ। Ever know. Hope you get the pretty girls that pretty at everything. $1 million cribs, $11 million dreams. When you get old, just remember one thing. One man can change the world. र त्यसै गरी अर्को अपडेट रहेको छ बिटेनको तर्फबाट। बिटेनको चाहिँ सबैभन्दा ठुलो कन्सर्ट त भन्न मिल्दैन, तर चाहिँ धेरै मान्छेहरू आएका थिए, करिब 20,000 जति। यो चाहिँ धेरै खतरा कन्सर्ट भएको थियो। यो सानो क्लिप तपाईहरु सुन्न सक्नुहुनेछ। बिटेन चाहिँ स्टेजको माथि नै चढेका थिए। यो सानो क्लिप तपाईहरु हेर्न सक्नुहुनेछ। हस्त साथीहरु, आजलाई यति नै। म फेरि आगामी दिनमा यस्तै नेपाली पप सम्बन्धी खबरहरु लिएर आउने नै छु। यदि तपाईहरु यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नु होला। हस्त, धन्यवाद।